सो फ्याफुल्ला म चाहिँ शान्ति लामा हाल क्यानाडामा बस्छु। आज चाहिँ म कोस्कोमा गएको थिएँ कि सपिङ गर्नको लागि। घरमा केही सामानहरू सकेको थियो अनि सामान लिएर आइसकेपछि चाहिँ एउटा भिडियो पनि बनाऊँ जस्तो लाग्यो, त्यही भएर भिडियो बनाएँ ल। लामो हुनसक्छ, स्किप नगरी हेर्नु होला भन्न चाहन्छु। अनि मैले के लिएर आएँ त, यो पाउ रोटी। आजभोलि चाहिँ हामीले व्हाइट ब्रेड भन्दा पनि ब्राउन ब्रेड नै खान थालेको छौँ। टोस्ट बनाएर एकदमै मिठो लाग्छ। अनि अर्को चिज भनेको चाहिँ अन्डा चाहिँ यस्तो है त, 2 क्रेट लिएर आयौँ। यो चाहिँ अन्डा कति धेरै युज हुन्छ नि त, बच्चाहरूलाई पनि एकदमै मनपर्छ। अनि अर्को सामान के भन्दाखेरि चाहिँ यो दुध है, यो 2% वाला दुध अनि यस्तो ग्यालिनमा आउँछ के। अनि यो चाहिँ मैले कति 3 ग्यालिन लिएर आएँ। कस्तो मनपर्छ। अनि चिया पनि बनाएर खाइरह हुन्छौँ छुट्टीको बेलामा, नत्र दुध पिएको हुन्छौँ। त्यसपछि अर्को भनेको चाहिँ केरा होइन। यो हरियो किन भन्दाखेरि चाहिँ यो बिस्तारै पाक्दै जान्छ नि त, अहिले ल्यायो पाकेको ल्यायो भने पछि फ्याट जान्छ। अनि यो 2वटा केरा पनि लिएर आयौँ। अनि त्यसपछि अर्को के लिएर आयौँ त, त्यहाँ चाहिँ कस्तो फ्रेस फ्रुट्सहरू भेजिटेबलहरू पनि पाउँछ नि त। अनि यो चाहिँ रास्पबेरी, बच्चाहरूलाई डे केयरमा पठाउनुहुन्छ अनि आफू पनि खानुहुन्छ भनेर। अनि आज चाहिँ एकदमै राम्रो स्ट्रबेरी पनि रहेछ कि, कस्तो सफा होइन। अनि कति धेरैले उठाइरहेको थियो। अनि यो स्ट्रबेरी पनि लिएर आयौँ। अनि त्यसपछि अर्को के लिएर आयो भनेर देखाउँछु ल, पानी खाएँ ल। अनि त्यसपछि चाहिँ अर्को भनेको चाहिँ मफिन पनि लिएर आएँ, बच्चाहरूको एकदमै फेभरेट होइन। अब आफूलाई पनि कहिले यसो भोक लाग्दाखेरि खाइहाल्नुहुन्छ भनेर। अनि अर्को लिएर आएँ, यो चाहिँ काँक्रो हो होइन। नेपालको जस्तो काँक्रो त पाउँदैन, अलि मोटो मोटोवाला। अनि अर्को कुरा भनेको चाहिँ यो टोर्टिला होइन, अब सजिलो भाषामा भनौँ नि, त्यसका बाजे मैदाको रोटी हो यो चाहिँ होइन। अब त्यही त हो नि, अन्डासँग रोल गरेर खाँदा पनि एकदमै मिठो हुन्छ। अनि जेरीसँग खाँदाखेरि पनि क्या मिठो भएको थियो होइन, लास्ट टाइम खाएको थियौँ। अनि यो चाहिँ हाम्रो एकदमै फेभरेट हो, यो मर्निङ ब्रेकफास्टको लागि भनेर लिएर आयौँ। अनि अर्को के छ भन्दाखेरि यो चाहिँ एभोकाडो भइहाल्यो, एभोकाडो टोस्ट, माई गड माई फेभरेट। अनि थाहा छ साथीहरू, आज चाहिँ के थियो स्पेसल भनेको चाहिँ यो अम्बा है। यो अम्बा चाहिँ मलाई एकदमै मनपर्छ। अनि कस्तो राम्रो के, कट्टो अम्बा भन्छौँ हामी चाहिँ होइन, नपाकेकोलाई। पाकेको पनि थियो, मलाई चाहिँ पाकेको भन्दा पनि कट्टो अम्बा एकदमै मनपर्छ। अनि कसकोमा रहेछ के, अनि मैले चाहिँ यो अम्बा पनि उठाएर लिएर आएँ। कस्तो मनपर्छ, कतिखेर खाउँ जस्तो भइसक्यो। एकदम लामो हुनु पुगिसक्यो, म छिटो भन्छु ल। यो चाहिँ तेल हो क्या, तेल पनि के देखाएको भन्नु होला, अब ल्याएको चिज देखाउनु परिहाल्यो होइन। अर्को चिज के छ त, छिटो म देखाउँछु ल। अर्को चाहिँ यो रातो प्याज भयो है, सेतो प्याज भन्दा पनि रातो प्याज मजा लाग्छ। अनि त्यसपछि अर्को चिज आयो, यो चाहिँ के हो, यो चाहिँ फर्स्ट टाइम ल्याएको हो होइन, उहाँले छान्नुभएको हो, त्यही भएर यसको नाम चाहिँ थाहा छैन। त्यसका बाजे जे हो पनि खानेकुरा नै हो होइन। यो स्न्याक्स भने नि हुन्छ, बुझे नि हुन्छ होइन त्यसरी। अनि अर्को चिज भनेको चाहिँ यो चाहिँ किचन टावल है, यो चाहिँ किचन टावल लिएर आयौँ, कति धेरै युज हुन्छ नि त किचनमा। अनि त्यसपछि अर्को भनेको चाहिँ डाइपर, यो चाहिँ बाबुको लागि हो होइन, अझै पनि डाइपर युज गरिरहेछ बाबुलाई। अनि त्यसपछि अर्को के छ, छिटो हेर्नु पर्यो साथीहरू। अनि मेरो लागि पनि केही ल्याएको छु कि, कस्तो राम्रो कलरको पाइजामा सेट रहेछ होइन। अनि मैले उठाइहालेँ, खास चाहिँ मलाई एक्स्ट्रा स्मल लाग्थ्यो होइन, स्मल मात्रै रहेछ नि त त्यहाँ। अनि मसँग चाहिँ घरमै मेसिन छ, त्यही भएर मैले काटकुट गर्न पनि सक्छु है, त्यही भएर यो उठाएर लिएर आइहालेँ। मौकामा चौका, आजको लागि चाहिँ यति मात्रै हो सामानहरू है। कति धेरै ल्याए जस्तो लागेको थियो, तर यति मात्र रहेछ। भिडियो लास्टसम्म हेरिदिनु भयो, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अरू भिडियोमा फेरि भेटौँला है त, बाई बाई।